म त्यसै गोर्खे केटा भन्छु। गोर्खे केटा त्यसै नाम राख्यो भने साथीभाइ हो हेर्नुहोस् अहिलेको फिलहाल परदेशको जग्गामा गुन्द्रुक यसरी कसले बनाउँछ लु हेर्नुहोस् त आम्बो यो चाहिँ गुन्द्रुक बनाउँदैछु हो। भयो त्यो चाहिँ भयो। गाउँघरमा अब जानु कहिले कहिले परदेशमै बनाएर खानु छ हो। अर्को कुरा बाउ आमाले सिकाएको चाहिँ कहीँ जाँदैन क्या साथीभाइ काम लाग्छ भन्ने कुरो यही कारणले हेर्नुहोस् है यो चाहिँ मैले गुन्द्रुक हाल्न आँटेको हो। तपाईँहरूलाई के कस्तो लाग्यो के को भन्दाखेरि चाहिँ अब तपाईँहरूको सोचिरहेको यो चाहिँ मैले फिलहाल मुलाको हालिरहेको छु है। हेर्नुहोस् यसलाई डक्क काटेर चट्टै हेर्नुहोस् है चट्ट सानसानै हो। लामो राख्यो भने चाहिँ फेरि लामो बस्छ नि त हो। सानो राख्यो हो यत्रो हेर्नुहोस् है साथीभाइ यो चाहिँ गुन्द्रुक हो। एउटा चाहिँ टक्क फेरि लामोलाई चाहिँ टक्क काट्नु छ हो। अन्त यसलाई फेरि यस्तो खट्टा गऱ्यो हो यसलाई सिलौटाले ध्याम हान्नु। अरे साथीभाइ हो सब कुरो खानुपर्छ नि मासु भात खाएर हुन्छ। परदेशको जग्गामा दुःख गर्नु पऱ्यो नि त। हर जग्गा दुःख गरेर आएको दुःखमा हुर्केको केटा हो होइन। ए सब त सिकेको छ हेर है साथीभाइ। गुन्द्रुक चाहिँ कसरी हाल्छ सिकिरहेको साथीभाइ हो केटाहरू अरूभन्दा विशेष केटाहरूले है। केटीहरूलाई जानिहालेको छ केटाहरूको लागि चाहिँ है साथीभाइ। गुन्द्रुक कस्तो बिग्रिन्छ गुन्द्रुक हाम्रो त ट्रेडिसनल हो खाना पो त थाहा छ क्या साथीभाइ नि हो। अब एक मात्रै गर्नु यहाँ पानी निस्किनु पऱ्यो च्याप होइन हल्का पानी निस्किनु पर्दो रहेछ यसलाई हल्का अब एकपल्ट हाल्नु पर्ला जस्तो अब बयममा हाल्नुपर्छ। दामी